Nepal's opposition Shram Sanskriti Party and House Speaker Dol Prasad Aryal remain at loggerheads over parliamentary proceedings as protests continue against Prime Minister Bilendra Shah's absence. During Wednesday's session, party chief Harka Raj Rai and lawmakers staged a placard protest demanding Shah's presence, prompting a warning from the speaker. माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। Opposition lawmakers have accused the government of avoiding accountability in parliament, overlooking concerns repeatedly raised in the House, and failing to ensure ministers respond to lawmakers' questions within the stipulated time frame. The standoff between the opposition and the House Speaker intensified in Nepal's House of Representatives, prompting the invocation of Rule 30 over disorderly conduct during proceedings. हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ। सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई तपाईको चाहिँ के रे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के रे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ। तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल नि नआउने, तपाईको चाहिँ के रे उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, अरू मान्छे आउने, यो तरिकाले चाहिँ तपाईको यो हाम्रो नियमावलीको 15 को 2 नियमावली 15 को उपनियम 2 लागू भएको देखिँदैन। He further urged Speaker Dol Prasad Aryal to issue a directive mandating the Prime Minister and ministers to attend House proceedings. Nepal's opposition Shram Sanskriti Party and House Speaker Dol Prasad Aryal remain at loggerheads over parliamentary proceedings as protests continue against Prime Minister Bilendra Shah's absence. During Wednesday's session, party chief Harka Raj Rai and lawmakers staged a placard protest demanding Shah's presence, prompting a warning from the speaker. माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु। Opposition lawmakers have accused the government of avoiding accountability in parliament, overlooking concerns repeatedly raised in the House, and failing to ensure ministers respond to lawmakers' questions within the stipulated time frame. The standoff between the opposition and the House Speaker intensified in Nepal's House of Representatives, prompting the invocation of Rule 30 over disorderly conduct during proceedings. हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ। सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई तपाईको चाहिँ के रे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के रे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ। तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल नि नआउने, तपाईको चाहिँ के रे उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, अरू मान्छे आउने, यो तरिकाले चाहिँ तपाईको यो हाम्रो नियमावलीको 15 को 2 नियमावली 15 को उपनियम 2 लागू भएको देखिँदैन। He further urged Speaker Dol Prasad Aryal to issue a directive mandating the Prime Minister and ministers to attend House proceedings.